हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लगमा तपाईहरुलाई नयाँ ब्लगमा फेरि पनि स्वागत छ हाम्रो। आज हामी वसुन्धरा पार्कमा छौं। यहाँ पार्कमा के छ र के रहेको छ यहाँ खेल्नको लागि, बस्नको लागि, घुम्नको लागि तपाईहरुलाई हामी सबै देखाउने छु। सबैलाई वेलकम छ गाइज, आउनुस् तपाईलाई सब देखाउने छु हामी, सब देखाउने छु। यहाँ सुटिङ पनि भइरहेको जस्तो छ। यो राउन्ड हानम हैन, आउ न यो पार देखाम न, पहिला पार देखाम के पहिला आऊ। सबै यतातिर ताल पनि छ गाइज, यतातिर हेर्न सक्नुहुन्छ ताल पुरै नै। यता माथि लेक साइड नि छ, सबै ताल छ। अनि यहाँ सुटिङ भइरहेको, यता भिडियो सुटिङ भइरहेको, म्युजिकको लागि होला। हेर्न सक्नुहुन्छ यस्तो छ हरियाली पुरानो बवाल भइरहेको आज भोलि पार्क चाहिँ। सब देखाउने छु गाइज तपाईहरुलाई। छिटो आउ न यार। के छ एकदम ठीक छ छ आजको मौसम पनि। मौसम नि डेन्जर छ है, बाप रे हेर त पानी पर्ला जस्तो छ है, पर्ला जस्तो छ। फिल्म सुटिङ हुन लागिरहेको छ। यहाँ सुटिङ भइरहेको गाइज हेर्न सक्नुहुन्छ। यतातिर पार्क छ क्या डेन्जरमा। यता बस्नको लागि भिडियो बनाउनको लागि एकदम राम्रो छ के। यता पार्कतिर उता बस्नको लागि चौडनी छ, तर डेन्जर राम्रो भइरहेको। ओ भाइहरु के छ, ठीक छ? साइकल वा हेर त, तीनटा केटाहरूले, तीनटा भाइले तीनटै साइकल ल्याएकै डेन्जर न। तीनजनाकै साइकल हो केटा हो यो, तीनजनाकै हो। ल गुड छ। ल यता हेर्न सक्नुहुन्छ गाइज, एकदम डेन्जर बबाल छ। बस्नको लागि, खेल्नको लागि, यस्तो मनोरञ्जन गर्नको लागि सधैँ शनिबार सधैँ आउँछ यहाँ। तपाईँहरू देख्न सक्नुहुन्छ गाइज। विशेष त यहाँ शनिबारको दिन धेरै आउँछन् क्या यो पार्कमा, यहाँ बस्नको लागि, खेल्नको लागि है। अनि धेरै शनिबार आउँछन् धेरै जसो त गाइज, देख्न सक्नुहुन्छ तपाईँहरूले। हामी उता यहाँ के छ खेल्नको लागि, पिङ पनि छ उता, के अरे पिङ भन्छु त्यो, खेल्नको लागि त्यो नि छ, त्यो नि देखाउने छु तपाईँहरूलाई गाइज। यहाँ देख्न सक्नुहुन्छ गाइज, यहाँ पार्कमा यहाँ यस्तो पानी, छेवा तालको यहाँ यस्तो छिरेर यस्तो यहाँ यस्तो भाँसियो हेर्न सक्नुहुन्छ। यस्तो छ यहाँ, संरक्षण पनि त्यति खासै राम्रो छैन यहाँ पोखराको, त्यही नि ठिकै छ, हेर्न लायक बस्न लायककै छ। हेर्न सक्नुहुन्छ ऊ यहाँ यता क्रिकेट खेलिरहेको, उता जान्छौँ है क्रिकेट खेल्नतिर, त्यहाँ देखाउने छु तपाईँहरूलाई गाइज। कस्तो लाग्यो वसुन्धरा पार्क तिमीलाई आज? एकदम बवाल छ। अब हरियाली आउँदैछ, यो चाहिँ वसन्त ऋतु बल्ल सुरु हुँदैछ। अब फुल फुल्छ, हरियाली हुन्छ, जताततै हरियाली छ, रमाइलो छ। जे होस् रमाइलो छ है। नेपाल एकदम बेस्ट छ, विश्वमा घुम्नलाई छ पोखरा एकदम बेस्ट। अरू के अरे जस्तै अब अरू के अरे काठमाडौँ, नेपालगञ्ज होइन, त्योभन्दा नि पोखरा तिमीलाई कस्तो लाग्छ अझै? म चाहिँ काठमाडौँ पनि एकदम अति नै राम्रो नै छ। त्यहाँ चाहिँ अब मठ मन्दिरहरू यताउति सबै राम्रो छ। पोखरामा चाहिँ पोखराको चाहिँ सुन्दरता राम्रो छ। यतातिर डगहरूलाई देखेर यता कुत्ताहरू यतातिर आफ्नै रुममा खाने, यस्तो खेलिरहने हेर्न सक्नुहुन्छ। हेलो गर्दै हेर त भाग छ ओइ, डेन्जर यार हेर्नु। ओइ भाग्छस् यहीँ जा, हाई गरिदेऊ केटा, ओइ हाई गरिदेऊ। हेर्न सक्नुहुन्छ गाइज, यतातिर क्रिकेट खेलिरहन्, यता भिडियो बनाइरहन्। हेर्न सक्नुहुन्छ भिडियो टिकटक गराउनुको लागि एकदमै बवाल छ वसुन्धरा पार्क। तपाईँहरूलाई देखाउने छु यहाँ। उता नि के अरे त्यो खेल्नको लागि नि राम्रो छ बच्चाहरूको लागि होइन। यता यो हामी क्रिकेट खेल्छौँ, यता डेली जहिले नि क्रिकेट खेल्छौँ यतातिर। हेर्न सक्नुहुन्छ गाइज, वसुन्धरा पार्कतिर धेरै जस्तो शनिबार आउँछन्, किनभने मैले अघि नै भनिसकेँ शनिबार छुट्टी भएपछि, सबैको बिदा भएपछि शनिबारतिर धेरै घुम्नको लागि, यहाँ बस्नको लागि, पिकनिक खानको लागि सबैजना आउने गर्छन्। तपाईँहरूलाई अब उतातिर नि देखाउनेछौँ, हेर्न सक्नुहुन्छ गाइस। यहाँ क्रिकेट खेलिरहन्छ यतातिर, तपाईँहरू हेर्न सक्नुहुन्छ।
यता वसुन्धरा हेर्न सक्नुहुन्छ यता वसुन्धरा लेखेको म एकछिन अब के पिक्नु जान्छु गाई तपाईँहरू देख्न सक्नुहुन्छ हेर्नुहोस् म चौका छक्का कतिवटा हान्ने छु है ट्राई गर्नेछु गाई हेर्नु होला यतातिर क्रिकेट पनि खेलियो गाइज 1-2 बल खेलियो धेरै खेल्न पाइएन त्यहाँ खेलिरहेको थिएँ अनि यता पिङ खेल्नको लागि हेर्न सक्नुहुन्छ ऊ यता साथी पिङ खेल्न लाहा ल हेरमै कतिसम्म जाँदो रहेछ ओ हाम फाल्छ है त्यहाँदेखि अब साथीले त्यो त पिङ खेल्नलाई म नि खेल्छु गाई ट्राई गर्छु है एकछिन ट्राई गर्छु हेर्न सक्नुहुन्छ ओ माछा आज पानी नि पर्न लागिसक्यो गाई त्यता पोखरातिर हेर्न सक्नुहुन्छ पानी नि पर्न लागिसक्यो आजको भ्लग यति नै अर्को भ्लगमा भेटौँला फेरि पनि गाइज ओके बाई 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 गाइज